धार्मिकतामा हामी छौँ। उहाँले हामीलाई धर्मी तुल्याउनु भएको छ। हामी बचाइसकेका छौँ। यसको मतलब यो होइन कि अब हामी बचाइसके हामी चाहिँ अब अनन्त जीवनमा चाहिँ स्वर्गमा प्रवेश पाउँछौँ, हाम्रो नागरिकता स्वर्गमा छ भन्दै गर्दा फेरि जीवन चाहिँ लथालिङ्ग जिउनु हो भने गाह्रो छ। फेरि लथालिङ्ग जीवन जिउनु भएन, पापमय जीवन जिउनु भएन। तपाईँ र मेरो जीवनबाट मबाट चाहिँ आशिष बग्नुपर्छ। मैले हिँड्दै गर्दा फेरि मानिसहरू निको पर्नुपर्छ, मैले प्रार्थना गर्दा गर्दै मानिसहरू छुटकारा पाउनुपर्छ भन्ने हाम्रो हृदयमा हामी राख्छौँ भनेदेखिलाई त्यो अनुसारको जीवन हामीले जिउनुपर्छ। परमेश्वरले के भन्नुभयो? पवित्र, म पवित्र छु, त्यस कारण तिमीहरू पवित्र हो। पवित्रता बिना परमेश्वरलाई देख्न पाइँदैन भनेर बाइबलले लेख्छ। पवित्रता बिना परमेश्वरलाई हामी देख्न पाउँदैनौँ, उहाँलाई महसुस गर्न पनि पाउँदैनौँ। यस कारण पवित्रता त चाहिँ एकदमै महत्त्वपूर्ण छ। हामी पवित्र जीवन जिउन थाल्छौँ, वचनमा रहन थाल्छौँ, अनि परमेश्वरको वचनको घोषणा आफैलाई गर्न थाल्छौँ, तब त्यो काम चाहिँ परमेश्वरले गर्नुहुन्छ, सक्रिय पार्नुहुन्छ त्यो कामलाई। अनि यशाया 65:24 के भन्छ? तिमीहरूले भन्नुभन्दा अगाडि त्यसको हामीले भन्नुभन्दा अगाडि सुन्ने चाहिँ उहाँ हुनुहुन्छ। मर्कुस 11:24 के भन्छ? जेको लागि तिमीले प्रार्थना गरेको छ सो पाएको छ भने विश्वास गर। हालेलुया। प्रभु, मैले त्यो व्यक्तिको लागि चङ्गाको निम्ति प्रार्थना गरेको छु, त्यो व्यक्ति चाहिँ निको भइसकेको छ। तपाईँले घोषणा गर्नुपर्छ। घोषणा गर्नुहुन्छ, त्यो निको हुन्छ। तर हुन्छ कि हुँदैन, मैले बोल्नै जान्दिनँ, म गर्नै जान्दिनँ भनेर नराम्रो, नेगेटिभ र नहुने कुराहरूको कल्पना नगर्नुहोस्। हुन्छ परमेश्वरमा। मान्छेमा असम्भव छ तर परमेश्वरमा सम्भव छ। परमेश्वरले सक्नुहुन्छ त्यो कुरा गर्ने। यसै कारणले अनि परमेश्वरको धार्मिकता यहाँ यसरी प्रकट गर्नुहुन्छ ताकि हामी परमेश्वरको धार्मिकतामा रहन पाऊँ र हाम्रो जीवनबाट परमेश्वरको महिमाको कुराहरू चाहिँ बग्न थालोस्। हालेलुया। अन्तिमतिरमा आउँदैछु। धार्मिकता चाहिँ सबै मानिसहरूको लागि ल्याउनु भएको, अनन्त जीवन दिनको लागि, अनन्त उद्धार दिनको लागि अनि सहायता गर्नको लागि, मानिसहरूलाई खाँचोहरू पुरा गर्नको लागि, अनि बचाउनको लागि, अनि अनन्त अमरत्व दिनको लागि परमेश्वरले आफ्नो धार्मिकता प्रकट गर्नुभएको। अनि उहाँमाथि विश्वास गर्नेहरू उहाँको धार्मिकतामा छन्। उहाँमाथि विश्वास गर्नु